नमस्ते सबैजनालाई। आज म फेरि पनि हजुरहरूकै लागि भनेर हजुरहरूको ड्रिम रुम लिएर आइसकेको छु। आउनुहोस् है त मसँग भिजिट गरौँ। ल आउनुहोस् है त, दिस इज यर ड्रिम रुम। फाइनली अब भिजिट गरौँ है त। यो रुम भनेको चाहिँ स्टेसनबाट एकदमै नजिक रहेको 1 LDK टाइपको रुम रहेको छ है त। देख्न सक्नुहुन्छ इन्ट्रान्सबाट छिर्ने बित्तिकै यो राइट साइडमा चाहिँ हजुरहरूले इलेक्ट्रोनिक टोइलेट पाउन सक्नुहुन्छ है। र यसको छेउमै चाहिँ बेसिन रहेको छ र यसकै छेउमा चाहिँ तपाईँको वासिङ मसिन राख्ने ठाउँ रहेको छ, देख्न सक्नुहुन्छ। र यसकै राइट साइडमा चाहिँ बाथरुम एरिया रहेको छ, जसमा चाहिँ एकदमै ठुलो बाथटब र यसकै अगाडि चाहिँ मिरर पनि पाउन सक्नुहुन्छ। ल है त आउनुहोस्, यो चाहिँ रहेको छ तपाईँहरूको ड्रिम रुमको ड्रिम डाइनिङ स्पेस भएको ठाउँ है त। देख्न सक्नुहुन्छ कति ठुलो स्पेस भएको ठाउँ छ। यसमा चाहिँ एकदमै ठुलो डाइनिङ टेबल राखेर आफ्नो फ्यामिलीसँग मजाले टाइम स्पेन्ड गर्न मिल्ने भयो। र आउनुहोस्, यता रहेको छ तपाईँहरूको किचन एरिया। किचन एरिया पनि एकदमै ठुलो स्पेस भएको, प्लस यता चाहिँ ग्यास चुलो राखेर पकाउन मिल्ने किचन एरिया रहेको छ। र यता चाहिँ चिम्नी रहेको छ र यसमा चाहिँ एकदमै इनफ स्पेस भएको। ल अब आउनुहोस्, फाइनल्ली हजुरहरूको ड्रिम रुमको ड्रिम बेडरुम हेरौँ है त। दिस इज यर बेडरुम एरिया। देख्न सक्नुहुन्छ कति ठुलो छ, धेरै स्पेस भएको। यसमा चाहिँ डबल साइज बेड अथवा किङ एन्ड क्विन साइज बेड राखेर मजाले बस्न सक्नुहुन्छ है। र देख्न सक्नुहुन्छ यहाँ चाहिँ एकदमै अट्याच एसी पनि रहेको छ, मजाले आफ्नो एसी चलाएर बस्न मिल्ने भयो। र फाइनल्ली तपाईँहरूकै आफ्नो आफूले खोजेको जस्तै क्लोजेट रहेको छ है। र फाइनल्ली हेरौँ हजुरहरूको लुगा सुकाउने ठाउँ। देख्न सक्नुहुन्छ यता लुगा सुकाउनको लागि मजाको यो लुगा झुन्डाउने ठाउँ पनि रहेको छ है। त ओके गाइस, तपाईँहरू पनि यस्तै नै हजुरहरूले सोचेको खोजेको जस्तै आफ्नो ड्रिम रुमको खोजमा हुनुहुन्छ भने चाहिँ अवश्य हामी एनाउन्स नेपाललाई सम्पर्क गर्न ढिला नगर्नु होला है त।